हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी पिकनिक खान जान लाग्यो गाउँघरतिर होइन। 7-8 जनाको टिममा 7-8 भाइ म फेरि नयाँ ठाउँ देखाउन जान्छौँ हामी होइन। नयाँ ठाउँ आफू पनि हेर्ने, अरूलाई नि देखाउने, रमाइलो गर्ने मस्त। अनि अब पछि देखाउँला। यो चाहिँ हाम्रो पुज्ने मन्दिर हो। यो कुन मन्दिर हो? कालाशिला मन्दिर हो यो। अनि यो पहाड चाहिँ यस्तो छ यता ल। तर हामी चाहिँ कहाँ पुग्यो रे? हामी पुग्नुपर्ने गन्तव्यको आधामा पुग्यौँ। हामी एकछिन बस्छु, रेस्ट गर्छु। 5-7 किलोमिटर मात्रै बाँकी छ। लुगा छ, हामीले डिउ पनि ल्याएको छु। कहाँ पुग्यो भन्ने त यसले भन्छ लोकल भाषामा गौडा थाल। यहाँ चाहिँ खतरा मेला लाग्छ श्रावणको महिनामा। अनि त्यही हो। अनि अब अरू मान्छे नि आउँदैछ नि यताबाट। हामी चाहिँ अब एकैछिनमा अब यता माथि निस्किन्छौँ। उयो बाख्रा साख्रा हेर्नु छ नि। उकालो ठाउँ सक्यो अब। उकालो ठाउँ सक्यो अब। पान्लो ठाउँ आउँदैछ हिँड्नलाई अलिक सहज हुने छ होइन। अब चाहिँ ल हामी अब किचनमा भेटौँला एकछिनमा। दिउँसु खाएर हामी भेट्छौँ तपाईँलाई। सो फाइनली अहिले हाम्रो भाले पनि पुगिसक्यो। भाले कहाँ छ देखा। यस्तो भाले पनि पुगिसक्यो। रातो भाले हामी हिँडिसकिन्न होइन। गाह्रो छ, बाटो अप्ठ्यारो छ, ठाड्डै बाटो छ। अब म यो चल्ला पनि उड्डा रहेछ चिल। दुईजना पछाडि छ, एकजना ठिस्सनभरि, दुईजना ठिस जाला पछाडि छ। अब माथि डिउ अघि हामी खान लाग्छु भन्छ क्या मैले। भन्दै नि त केही न बाटोमा भोटिरहेको छु मैले भन्ने अवस्था छैन। पुरा स्यासे फ्याफे भइसक्यो। घाम चाहिँ A1 छ, A1 घाम ताप्ने यहाँ आयो हुन्छ होइन। अछामको डाँडोमा यस्तो रमाइलो छ। हामी यति पिकनिक खानु गएर माथिसँग सो फाइनल गयो। अहिले त हामी यो पुगेको मेलसेल पाकिरहेछ नि खानेको। अछामको अर्ग्यानिक फल यसलाई मेल भन्छ। अनि यो बिनाको लोकल भाले हामी चाहिँ आँसी पनि अलिक कुकुरो काट्ने कुकुरो हो यो। यस्तो फ्यात्तै खुकुरी काट्ने हो यो। कुकुरो फ्यात्तै औसेलो पनि पाइन्छ नि मेल। यो मेल नास्पति भनेको अब त्यो के हो? अब तमिएको बारेमा के भन्ने होइन? तमिएको बारेमा नास्पति अर्ग्यानिक के अरे डोमेस्टिक फल हो। त्यस्तो मेल पाकिरहेछ नि। हामी यस्तो उकालो चढौँ त्यो डाँडामा जाने। खास गरी हामी पाए पनि छन् 8 जना छौँ यो डाँडोमा। यसलाई बाघफल भन्छ। यसलाई म अब दिन टोप बोकेको छैन। टोपमा मासु पकाएर खाने हामी अहिले। पहिले कुकुरो पकाएको छ। कुकुरा हालो यो। यी नयाँ जुत्ता लाउने तँ अलग अलग छन्। तँ के बोक्ने हालो भन्दै गीतले तँ डिउ बोक्ने हाला। सो हामी चाहिँ यो पुगेको हिलमा रेस्टुरेन्ट हो। हिल पार्कमा पुगेको। चाहिँ एकछिन रेस्ट गरेर त्यो माथि डाँडामा जानु छ हामीले। उता त्यो माथि गएर बस्ने हो। घाँस खर्नु भइरहेछ। यस्तो चाहिँ रमाइलो छ है जिन्दगीमा।
ल निस्क्यौँ ल हामी यताबाट निस्केको अहिले अब यताबाट चाहिँ उकालो लागेछ मान्छे त्यो डाँडा पुगिसक्यो फ्याट्टै कसरी बोल्यो त अनि सुरुमा यस्तै हो अब यता 10 मिनट चाहिँ हामी हिँड्ने माथि त्यसपछि गन्तव्य स्थानमा पुग्छ हामी हो कि नै आँसी देखो छुरा यसले पछि मारान्ने भन्यो पछि कुखुरा मारान्ने यसले पछि यस्तो उकालो बाटो छ दुःख पछि सुख आउने हो यो थाक लागिसक्यो जिन्दगी यही हो पहाडमा जाओ रमाइलो गरो कुखुरा काटी खाऊ यस्तै छ थाक लागिसक्यो गर्मी छ यो चाहिँ खालु छ पानी के गर्नु पानी जम्मा गर्ने नै पानी जम्मा गर्ने अरे ए अनि पछि यहाँ सिँचाइ गर्नको लागि आजभोलि पोखरी सो हामी चाहिँ अहिले फाइनल हाम्रो डेस्टिनेसनमा पुगिसकेको यता होइन अन्त तपाईँलाई अनुभव कस्तो लाग्यो भन्नुहोस् त अनुभव त राम्रो नि भाउ जहिले हिँड्ने बाटो आएको त हेर्न कुर्या तपाईँलाई कस्तो लाग्यो भन आई लाइक इट हो भालीसँग तपाईँलाई कस्तो लाग्यो भन्नुहोस् ए कुरो हेर्नु चाहिँ ए यस्तो कुरो लाग्छ हिँड्दा हिँड्दा हाम्रो पनि लाग्छ यस्तै हो ए तपाईँलाई कस्तो लागिरहेको छ अनुभव मलाई त पुरानो अनुभव लागिरहेको हो पहिला गाई बाख्रा हेर्न आएको बेला हाम्रो डेस्टिनेसन अब चाहिँ हामी चाहिँ यहीँ बस्ने हो यस्तो भिडियो दामी आउँदो रहेछ डाँडाहरू देखाइदिएन हाम्रो उता हाम्रो त्यो साँचुलाबाट आउँदो यस्तो सबैभन्दा हाइटमा भएको मन्दिर देखाइदिए मन्दिर हाम्रो विनायकको सबैभन्दा हाइटको मन्दिर त्यही डाँडा नि मान्छे छन् नि अब त्यही डाँडा मान्छे मजा आउँछ जाल्पा देवी मन्दिर हो त्यो चाहिँ पानी लगाइरहेको भन्ने अर्का मान्छेले लोकल हो कि जस्तो लाडो हामी आगो पनि बल्दैछ यता एरियालाई देखाउने एरिया यस्तो छ भनेर ओहो दामी आयो हामी यस्तो डाँडामा आसे ल इनको फुटाने में उड़ाइदिनु है ए उठाउन ल ल रोग रोग अहिले हामी डिउ खाने कार्यक्रम चलिरहेको छ यता यो डाँडामा माउन्टेन डिउ माउन्टेन ड्यू चेस माउन्टेन ए तू खाने नि तुमले खाना एकन पुग गयो उसोन बा 2 गिलास खाने भन्नु भन्नु त हड्डी भन्ने हो के केरा टिकाउडा बरु जिजदा पनि बाबु खाना नरे दाजु भयो मलाई पुग्यो नखान टप्पै गला पक्को डब्बा भन्छ चिन्ता किन गर्नुलाई पर सारीको क्रेड न मुखी चौमा झन् फलाफलबाट चाहिँ के त मेरो आमा भन भाइ जीवनलाई दियो नि म त फलाफल ल काम त टोक्नु भन्ने आगोले
नभए तिमीलाई अब त्यति राखिदियो है तिमीले तिनीहरूलाई अहिले यो डब्बा लिएर जा पनि भन्नु पर्दैन नि पानी हुन्थ्यो नि त पानीको चाहिने आउँदा त्यति बेला भइहाल्छ हामीलाई होइन काकाले त 3 केजी च्याउँछ लाग्यो भने त डब्बा लिएर बाहिर खाइहाल्छन् ओए म तेरो तेल हाल्न लाग्यो अहिले हाम्रो कुकुरो पाक्दैछ यता सबने खालको हाम्रो कुकम्यान चाहिँ यहाँ हुन् कट्ने हाम्रो कटिङ फोटोहरु पनि खिच्न भाइ बिजी इन्डियन कुकुर भन्न लाग्यो म इन्डियन कुक भन्न लाग्यो ए नन्दै अँ फोटो पनि खिच्न बिस्तारै पछि खाँदाखेरि एउटा फोटो हुनु पर्यो हैन काली ए कुकुरो पाक्दैछ हाम्रो यति बेला यो जङ्गली कुकुरा त्यही भयो मेरो जुत्तामा हाल्नु त नि पानी खानु टिकापुरबाट हो नि त बिहा गरे अनि गयो रे ऊ तिनकी चाहिँ हो क्या मेरो भगाया अनि गएर टिकापुर ल्याउनु पर्ने भयो बिहे गर्दाखेरि पुग्यो अरे अनि अब कहाँ बिहा छ यताउता पहिले नि त पहिलेदेखि कन्ट्याक्ट रहेछ अनि विनायक पुगिसकेपछि अनि मेरो ठुलो घर छ विनायक बजारमै हो भनेर अनि त्यहाँबाट अनि ल्याउँदा अझै आएन पख्न अहिले पुगेको छैन माथितिर हो भनेछ अन्त घर लिएछ अब थोरै छ भने चाहिँ माथि घर अनि अहिले चाहिँ हामी त्यहाँ घर छैनौँ यहाँ चाहिँ यो भाडामा बसाएको नै त्यसो नै कहाँबाट लिएछ मलाई थाहा भन्नुहुन्थ्यो अनि अहिले हामी यहाँ छौँ आज हाम्रा घर चाहिँ अरू आउँछन् भनेर यहाँ बस्यो भने घरका बुवा मम्मी रहेछन् बुवा मम्मी भइसकेपछि यिनी चाहिँ काम गर्ने राख्यो भनेर बाजेलाई पकाउनु मलाई भन्नु देऊ न मलाई भन्नु घरमा चाहिँ बुवासँग कुरा मिलाएको छैन भन्नु त यहाँ आउनु पनि बिचमा यिनकी चाहिँ हुनु घर लिएछ त्यही बेला अनि त्यो गरिसक्छ नि त बाटै लिन आइएछ के घरमै लिन आइछ गाउँछौ दिन्छ अब घर कहाँ आएन भनेर सोधिन्छ आन्टीले आइसक्यो भोलि जाने हाल्यो आज खै के बार पो हो भोलि दिने अरे आज घर खास भित्राउन आएन भनेछ भोलि बिहान भित्राउने भनेर बिहान त घर राखेछन् माथि अनि आमा बुवाले चाहिँ चाहिँ काम गर्दैन हामी अर्का घर हो भनेर उयो घर भन्नु सक्यो अनि भोलि भन्यो अरे अनि भोलिपल्ट कतिखेर हो भन्यो अरे पख्न जाउँला पख्न पछि त्यही भौडी राखेँ त्यही रहेछन् पछि बुवा आमा ती हुन् भन्दा पछि अरूहरू भन्ने अरे बुढी बाजे कुटेर ल्यालो स्टोरीमा बिर्सियो छैन ताकिस मैले अघि भने दुईले हाल्यो नमक अहिले त्यो पाकेर पछि त रक्सा बढी हुन्छ किरम सब त्यो फोटो जाए परिका कि आगा फक्कै पनि हानि आउने अरे आइयो सबै त्यो लङ अदुवाहरू सब पिठा उठ्यो हाम्रो माउस जस्तो अहिले यस्तो भइसक्यो अहिले यो ब्राउन रेड भइसक्यो बाउन अहिले नि गर्नु पर्यो ल हेरेर आयो आगो पनि आलो यो आब्रे यता बल्लहरू आइरहन् भन ल रोग है त रोग ओहो हातले समात्नु हाल्नु ल हाल्नेलाई देखाउनु हालेर देखायो त ल अडालेलाई यहाँ देखा बिचमा अब छियो पुरीको अरे आयो हाम्रो मासु रेडी हुँदैछ अझै रेडी भइसक्यो खाइदिउ जस्तो लागिरहेको छ कि गेडी थिए त गेडी थिए त भने गेडी कहाँ गयो यहाँ पाक्दियो भयो
ए हाम्रो मासु जल्ने भएर मान्छे पानी दौडिने ल्याउन आउँछन् उ त्यहाँ दौड्यो दौड्यो हाम्रो मासु जलिरहेको थियो अहिले चाहिँ अहिले पाए पानी पानी पाएछ भएन यार एकचोटि यतिलाई पार्नु यो त ट्याक्कै रोस्ट मात्रै आयो बाक्लो Our cookman. He's the one of the talented cookman. Huh? पाक्छ अब हामी नुन हाल्दैछौँ नुन कम भएर यता होइन मिट मसला मिट मसला मासुको मसला चिकन मसला कान्दा भन्दै थियो नि के सोचेको होला त्यो पछि हाल्ने होइन पछि हाल्नु त्यो अहिले नै निकालिसक्यो हाल्ने पनि हुन्छ त्यो त पछि हाम्रो चाख्नै हुनुहुन्छ यहाँ हाम्रो सर कुकम्यानले टेस्ट कस्तो छ त टेस्ट कस्तो छ भन्नुहोस् लोकलको मैले बनाएको नमिठो हुन्छ ल ठिक छ त्यसो अहिले त हाम्रो यता स्टार्ट हुँदैछ अब हाल्ने कार्यक्रम भाइले रेडी गर्दैछ होइन यहाँ चाहिँ मासु चाहिँ हामी ढोकेर राखेको छौँ टिकटक पनि बन्दैछ यता कार्यक्रम सुरु हुँदैछ इधर अभी अभी भएर आए ल बस 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 सबै देखाइस यस्तो मासु छ हाम्रोमा यस्तो डाँडामा बसेर पछि हाल्ने पछि नदिनु पोख्न्छ नि त अहिले यति हाल्नु ल हाल्नुहोस् त त्यस्तो प्लेट छैन अर्को खाली छैन छैन के हुने के हुनु त्यो गिलास रस ठेको म गिलास लाउन नि के हुने नि त्यो गिलास पछि उठ्दै त्यो नै त्यो गिलास यस्तो त्यो पोखियो नि अलिअलि झोल दाजु बनाउँदै गर ल पोखेलाई हात ब्याग उता राखिदिनु पर्ने अरे यो चाहिँ हाम्रो पिकनिक भोजको यस कार्यक्रम अब खाने काम सुरु भयो नि यो न पुड्डो राख ट्याक्कै बिच्छु नै के बिच्नु नराख यार त कालो बट्टो यार होइन ठुलो भाँडो ठुलो लिएर चाहिँ भन्ने हुन्छ नि त ल त्यो कम खान्छ के भिडियो त हातमा सबै माथि एउटा थम्मेल पनि हाल्न सजिलो हुन्छ अगाडि होइन बोलो ल बिस्ताराले पोल्यो मासुले पोल्यो म एक उठेर हान्नु त्यसमा ल अहिले चाहिँ हामी यता अब खाने कार्यक्रम चाहिँ सुरु हुँदैछ यता ल जङ्गर जाम यता ल ल अब हामी चाहिँ सुरु हुन्छ एकचोटि खाएर पछि चाहिँ हामी भेट्छौँ यता ल त्यो जानु पर्दैन फाइनल गाइज अहिले चाहिँ हामी यताबाट घर फर्किँदै रात परिसक्यो घुम्दा घुम्दै पनि होइन पिकनिक 6 बज्यो होइन रमाइलो एकदम बेस्ट भाइब मेमोरिज भइरहा अरे तपाईँको भनाइ के छ तपाईँको 2 शब्द राखिदिनुहोस् त मेरो 2 शब्द एउटा अँध्यारो भइसक्यो रमाइलो भइरहा गब्बाल मेमोरी हो चिल रमाइलो भइरहेछ चिल तपाईँको अनुभव कस्तो रह्यो भनिदिनुहोस् आज बाबा म त कति भयो नि आज खानपिन राम्रो भयो रमाइलो सँगसँगै साथीहरू सिक्यो भेट भयो रमाइलो त हो नि अब रात पऱ्यो त्यति मात्रै खुट्टाहरू दुख्यो हाम्रो सबैभन्दा पहिलो मेला भन्ने ठाउँमा पुग्दैछौँ अब चाहिँ हामी हाम्रो बजार देखाइदेऊ न हाम्रो गीत बन्दर हाम्रो पुग्नुपर्ने ठाउँ देखाइदेऊ तपाईँ त्यो तल हो अहिले त जुम हान्दै नि देखिन यहाँबाट अब 10 15 20 मिनेट जति लाग्ला
अब हामी 10-15-20 मिनटमा घर पुग्छ होला होइन यस्तो छ बाटो त चन्द्रमा देखेको चन्द्रमा हेर्नु छ चन्द्रमा र मुन सँगै सँगै रहेछ नि त